सबभन्दा पहिले सीतारामजीलाई धेरै श्रद्धासुमन अर्पण गर्न चाहन्छु। त्यसपछि उहाँको परिवारहरूलाई नमस्कार गर्न चाहन्छु। यहाँ उपस्थित सबैलाई धेरै धेरै नमस्कार छ, हार्दिक नमस्कार छ। यो राजामती भन्ने धेरै महत्त्वपूर्ण गीत हो। यो पहिला विजयले भन्यो भने पहिला जङ्गबहादुरको पालामा जङ्गबहादुरमा लन्डनमा जाँदाखेरि सबैले आफ्नो देशको नेसनल एन्थम भन्यो, नेपालको नेसनल एन्थम भन्यो थिएन। अनि नेपाली समूहले राजामती तुमले झिकेको छ पेल्थ्यो भनेर नेसनल एन्थमको यो गीत गाएको थियो। त्यसको नेपालको प्रेजेन्ट गरेको, नेपालको रिप्रेजेन्ट गरेको गीत हो। त्यस कारण धेरै महत्त्व छ यसको। राजामती फिल्ममा मैले पनि खेल्ने मौका पाएको छु। राजामतीको भाउ हेरेर खेल्नु पाएको छु। एकपल्ट बाटोमा त्यो छिमेकीको बाटोमा गइरहेको थिएँ म। त्यो न्युज नेपाल च्यानलबाट राजामती फिल्म टेलिकास्ट भइरहेको रहेछ। त्यसमा म मर्ने सिन छ। एउटा बच्चाले कोठाबाट बोलेको थियो, आमा मर्नेसित मर्यो। त्यतिखेर मलाई झ्यालबाट मलाई देखेको थियो। मलाई एमा मर्नेसित होला मर्ने आयो भने दलको पनि बाटो सम्झेको होइन। अरू त के होइन, राजामतीलाई धेरै महत्त्व लिएर बनाएको धेरै धन्यवाद। अब यो नेपालीमा ट्रान्सलेट भयो, नेपालीमा कन्भर्ट गरेर यो भयो। अब अरू भाषामा पनि कन्भर्ट भइदियो भने अझ रमाइलो हुन्छ होला। ओरिजिनल गीतले त एउटा ओरिजिनालिटी लिएर बसेको हुन्छ र अरू गीतहरूले विभिन्न आफ्नो कल्पनामा बनाउनुहुन्छ। त्यसले भोजपुरी भाषामा बनायो अर्कै तमिलमा होला, मैथिलीमा अर्कै होला, इङ्ग्लिसमा बनायो अर्कै, इङ्ग्लिस भाषामा पनि आवाज आएको छ। मैले यो सीतारामजीको एउटा गीतमा मलाई पनि गाउन लाग्थ्यो। अनिल साईले कालो थियो कि नरम काली काठको, रातो थियो कि डरको, रातो थियो कि डरको, जीवन आउँछ घुम्ने फिर्दै जोबन एकै बारको। त्यसमै गाएको थिएँ। रमाइलो भाग्यमा रहेछ सीतारामजी परेको हुने। अरू त के भन्दा मैले बोलेको बुझ्दैन। हिजोआज कहिले एकदम प्रश्न बुझिन्छ, कहिले बोलेको फास्ट भेट जान्छ। यो मलाई पनि यस कुरामा बनाउनुको लागि धेरै धन्यवाद। अब यति हो मैले बोल्ने। अब जीवनमा स्वास्थ्य शरीर समयभरिमा एकै नाच हुँदो रहेछ। कस्तो बोल्थेँ म, कस्तो नाच्थेँ, कस्तो उफ्रिन्थेँ, उफ्रिनु गाह्रो छ। हिँड्न पनि गाह्रो छ मलाई त अहिले। उनीहरू धेरै भयो होइन। उनीहरूले भर्खर 47 वर्ष हो, उल्टो बाटो थियो भने 47 धेरै भयो होइन। मभन्दा 20 वर्ष मान्छे कम्ती हिँडिरहेको छ। मलाई त्यो पार्किन्सनले गाह्रो भयो। त्यसको थेरापीहरू लिइरहेको छु। यसलाई ठिक हुन्छ भने ठिक गर्छु भने प्लानमा छु म। राम्रोसँग भन्छु राम्रोसँग कागज पेन के गर्नु थियो। यसको भेटघाट गर्न बोलाएर आएको भेटघाट धन्यवाद। फेरि स्कुलले बनाइन्छ धन्यवाद। दिदीलाई शुभकामना। कस्तो बोल्नु गाह्रो छ। अहिले कहिले जानु पऱ्यो मलाई क्षमा गर्नु होला। एसीको तल्लो पनि गर्मी नभए पिसाब शरीरबाट पसिनाबाट जान्छ। एसीको पछि पर्दाखेरि त चिसो भएर कहीँ जानु पर्नु होला पिसाब गर्नु। त्यसलाई क्षमा गर्नु होला। अरू सबै राम्रै छ। धन्यवाद। धन्यवाद।